यो कुखुराको खरी यो हो कुखुराको खोर। अब यहाँनेरि छ कुखुरा। अब यतिमा कुखुरा छ। हेरे कुखुराको बच्चामा अलिकति लाइट जलाइदिन्छ पहिला। बाहिर खोल्छु। के छ तिमीहरूको खबर? ए हे बाबा 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 त जा 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 जा। ए लाइट जलेछ है जस्तरी। ए थुप्रो छ यस्तो गरेर फेरि। ए यहाँ दाना राख्दैछु। यहाँ पानी, यहाँ पनि पानी। अरे यस्तो गरेर चल्ला त। कुना कुनातिर यसरी बसेपछि 40-50वटा जस्तो छ। अस्ति हालेको पखेटा आउनु थालिहाल्यो। पखेटा पनि सुरु भइहाल्यो अलिअलि आउनु। खुसी छ। यिनीहरूले किन यहाँको चारो देखाएको छैन? आइज 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 ल ल ल ल ल ल ल खा खा। ल ए बच्चाहरू हुन्छ थुप्रो छ बच्चाहरू। यस्तो गरेर यस्तो गरेर झुन्ड भएर बसेपछि यतातिर यतातिर कुद्दैछ। निकै ठुल्ठुलो भएछ है। कुद्दैछ। ओह ए कुखुरा भयो। यसलाई बन्द गरेर यहाँबाट छ तामुलको बुट्टादेखि त सोझै गएर कहाँ छ है माछाहरू? ए कुनातिर पो रहेछ यार। खोइ अरे ओहो उता कुनातिर बसेछ। ए ढुङ्गाको यतातिर बसेको रहेछ अलिअलि। ठुल्ठुलो छ हौ। ढुङ्गातिर उतातिर चेपचेपतिर छ हौ। देखेकै छैन ज्यादा। यस्तो कुनातिर छ है। यसरी देखाएको छु। बादमा देखाउँछु पुरा। अरू चाहिँ यहाँ यसरी सुतिरहेको छ। मरेको छ सुतिराख्ने रहेछ। दानासाना हाल्दैछु। यहाँ तलब चाहिँ त्यहाँबाट पोखरी। ओहो त गरेर यस्तरी छ। च्याट्टै परेको पोखरी छ। सानो सानो छ माछा त अहिले त ठुल्ठुलो छैन। तँलाई देखाइदिएँ त्यति नै ल।